म पनि एक समय त साधारण नेपाली केरा थिएँ नि। मनभरि सपना बोकेको, हातमा क्यामेरा समातेको, जीवनलाई आफूले चाहे जस्तै बाँच्ने सपना देखिरहेको। ट्राभल एजेन्ट भएर काम गर्थेँ, हिमाल चढ्थेँ, भ्लग बनाउँथेँ, भिडियो सम्पादन गर्थेँ। हिमालयको स्वतन्त्रता पछ्याउँदै ती चिसा र पातल हावासँगै सास फेर्दै, क्यामेराबाट त्यो सौन्दर्य कैद गर्दै कति मिठा बिहान हुन्थे। घामको पहिलो किरणले आकाशमा आगो झैँ रङ्ग खेलाउँथ्यो। म त्यहाँ स्थानीय दाजुभाइहरूसँग ढुङ्गाको घरमा बसेर तातो चिया पिइरहेको हुन्थेँ। त्यस्तो शान्ति, त्यस्तो अपनत्व, कहिले बिर्सन नसकिने क्षणहरू। अरूलाई पनि त्यो जादु देखाउने यात्राहरू मेरोमा थिए। हरेक हाँसो, हरेक पाइला, हिमालको बीचको मौनता, सबै कुरा क्यामेरामा समाइरहन्थे। बिस्तारै मेरो करियर बन्दै गयो। एउटा क्लाइन्ट, एउटा भ्लग, एउटा यात्रा गर्दै गर्दै जीवनको पाइला अगाडि बढिरहेको थियो। 20को दशक रोमान्च र महत्वाकांक्षाले भरिएको थियो। रातभर भिडियो एडिट, बिहानैदेखि ट्राभल इन्क्वायरी, हसल नै हसल। तर त्यही हतारमा कतै मनभित्र गहिरा घाउ लुकेका थिए। टुटेका सम्बन्धहरू, अधुरो माया, चुन्डिएको विश्वास, अनि फेरि फेरि जोड्ने प्रयासहरू। मनमा आफैसँगै सम्झौता गर्दै थिएँ। 30 पुग्दा त सबै ठिकै हुन्छ होला नि। फाइनेन्स सेटल, शान्त जीवन, सायद फेरि माया, नयाँ घर, ढिलो गति तर स्थायी चाल। तर त्यो सबै कल्पना एकैछिनमै टुक्रियो जब म एक दिन अचानक ब्रेन स्ट्रोकको शिकार भएँ। शरीरले काम गर्न छाड्यो, मस्तिष्कले साथ दिएन। म आफैलाई नचिनेको जस्तो लाग्यो। डाक्टर दौडिरहेका थिए, मेसिनहरू बिप गर्दै थिए, परिवार रोइरहेका थिए, र म त टोलाएर बसेको थिएँ। डराएको, अल्मलिएको, पुरानो जीवन च्यातिएको जस्तो। मानौ सबै कुरा धुमिल, टाढा र अधुरो लाग्न थाल्यो। त्यो दिनहरूमा म आफैको आत्मा हराएको जस्तो महसुस हुन्थ्यो, टुक्रिएको, थलिएको। जुन मान्छे म थिएँ, शक्तिशाली, ऊर्जावान, चढ्न सक्ने, नसक्ने, घन्टौँ भिडियो एडिट गर्न सक्ने, सबै हराएको। अब म सहयोग बिना चल्न सक्दिनँ। फेरि सिक्नु परिरहेको रिह्याब, डिप्रेसन, एक्लोपन, सबैसँग लड्नु परेको। त्यो मेरो पहिचान भाँचिएको छ, पुरानो घाउ फेरि खुलेको छ। कहिलेकाहीँ सोच्थेँ कि म फेरि कहिले नर्मल बन्न सक्छु। सबैभन्दा पीडादायक कुरा त शारीरिक पीडा थिएन, त्यो नियन्त्रण गुमाएको दुःख थियो। जसले गर्दा पहिले जस्तो रमाइलो, हाँसो, दौड, सम्पादन, भेटघाट सबै सपना जस्तै टाढा टाढा लाग्थ्यो। तर त्यही अन्ध्यारोमा केही शान्त तर गहिरो कुरा महसुस गर्न थालेँ। एउटा फरक प्रकारको शक्ति जुन हिमाल चढेर होइन, खस्किएको खोजबाट उठेर पाउन सकिन्छ। जब असहाय महसुस हुँदा पनि उठ्ने निर्णय गर्छौँ, जब मौनतामा रोएर पनि फेरि लड्ने आँट गर्छौँ, त्यहीँबाट असली बल आउँछ। र बुझेँ, नर्मल भन्ने कुरा सधैँ भ्रम मात्र रहेछ। जीवन त पलभरमै बदलिन्छ। स्वास्थ्य नै असली धन हो। यात्रा, नाम, पैसा, सबैभन्दा बढी त मन र शरीरको सम्पूर्णता रहेछ। हो, म अझै पनि 29को त्यो जोसिला, सपनाले भरिएको फुर्तिलो मान्छे सम्झन्छु। तर अब म 33को मान्छे बन्न सिक्दैछु। भाँचिएको तर बाँचेको, ढिलो तर बुझेर बाँच्ने, चोट पोकेको तर बोल्ने भन्दा गहिरो आत्मा भएको। अब प्रत्येक सास दोस्रो मौका जस्तो लाग्छ। सानो सानो सुधार पनि जित हो। हरेक पाइला एउटा सम्झना हो, म बाँचे त्यो चिजबाट जसले मलाई मार्न सक्थ्यो। यद्यपि अहिले आम्दानी स्थिर छैन, सम्बन्ध घाइते छन्, सपना रोकिएका छन्, तर म अझै सपनामा बाँचिरहेको छु। म अझै कथा भन्न चाहन्छु, म अझै चढ्न चाहन्छु। सिर्फ हिमाल होइन, मनभित्रको डर, शङ्का र पीडाका पर्खालहरू। म फेरि भ्लग गर्न चाहन्छु। एभ्री चढ्ने मान्छे होइन, तर आफ्नै मन जित्ने मान्छे भएर। जीवनले दिएको कठोरता माफ गर्न, भत्किँदा पनि सौन्दर्य हेर्न, भित्रको यात्रामा नयाँ शक्ति पत्ता लगाउन। र सायद एक दिन म भन्न सकुला, मलाई नर्मल बन्नु छैन। यो आजको म, चोटिलो, काँपिएको, तर बाँचेको, यही पर्याप्त हो।
किनभने जति चिरेको भए पनि म अझै यहीँ छु, अझै सास फेर्दैछु, अझै लेख्दैछु, अझै आशा गर्दैछु र सायद यही नै सबैभन्दा अद्भुत कुरा हो।